साँझको फूल सजाई पूजाको माता लक्ष्मी बसिदेऊ आज घर संसार सानो हाम्रो दियो बाली साँझको। नमस्ते सबैजनालाई। And good morning to respected Manu sir, online teachers and my dear lovely students. Today we are here Tihar celebration को लागि जम्मा भएका छौं र हजुरहरु सबैजनाले राम्रो राम्रो कल्चरल ड्रेसहरु लगाएर आउनु भएको छ रे। तिहार भनेको हामी हिन्दूहरुको दोस्रो ठूलो चाड हो। यो चाडमा हामी के गर्छौं त आफ्नो कल्चरको लुगाहरु लगाएर हामी घरमा पनि मनाउँछौं। सो आज हामी विद्यालयमा पनि आफ्नो कल्चरल ड्रेस लगाएर आएका छौं। है नेपाल अधिराज्यभरि नै हाम्रो नेपालीहरुको महान चाड तिहार चाहिँ मनाइन्छ। जसले हिन्दू धर्म मान्नुहुन्छ उहाँले चाहिँ के गर्नुहुन्छ त तिहार मनाउनु कार्तिकको कृष्ण त्रयोदशीबाट सुरु भएर कार्तिकको शुक्ल द्वितीयासम्म भनेको 5 दिन हामी तिहार मनाउँछौं। सुरुमा हामी काग पूजा गर्छौं, दोस्रो दिनमा कुकुर पूजा गर्छौं भने तेस्रो दिनमा चाहिँ गाईको पूजा गर्छौं। सँगसँगै हामी लक्ष्मीको पनि हामी पूजा गर्छौं भने चौथो दिनमा हामी गोवर्धन पूजा गर्छौं भने नेवार समुदायले चाहिँ मह पूजा पनि गरिन्छ भने त्यो दिनमा नेपाल सम्वत पनि मनाइन्छ। र अन्तिम दिन भनेको भाइटिका है। भाइटिका भनेको चाहिँ आफ्नो दिदी बहिनीहरूले चाहिँ आफ्नो भाइहरूलाई चाहिँ सुस्वास्थ्यको लागि लामो आयुको लागि चाहिँ कहिले नसुक्ने मखमली फूलले पूजा गरेर चाहिँ भाइटिका मनाइने गरिन्छ। यल्लो पञ्चक पनि भन्छ है। सबैले पूजा मनाउँछ। किन त भन्दाखेरि आफूले आफूलाई नै आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने। म राम्रो गर्छु, म सबैलाई राम्रो हुने काम गर्छु 2082 भनेर हामी लेख्छौँ नि है। हो त्यो चाहिँ विक्रम सम्वत भयो। त्यसै गरेर नेवारहरूको पनि आफ्नो सम्वत छ। त्यसलाई हामी के भन्छ त नेपाल तिहार आयो तिहार आयो झिलिमिली बनाऊ झिलिमिली बनाऊ हामी सबै मिलेर काग पूजा गरौँ काग पूजा गरौँ। तिहार आयो फुलमाला बनाऊ हामी सबै मिलेर कुकुर पूजा गरौँ। तिहार आयो दियोहरू बालौँ हामी सबै मिलेर गाई पूजा गरौँ तिहार आयो सफा सुग्घर गरौँ। तिहार आयो बाजा गाजा बजाऊ हामी सबै मिलेर नेपाल सम्वत मनाऊ
नेपाल सम्बत मनाऊ। धन्यवाद दिन्छु। मलाई घाँस खान मन पर्छ। म मु मु गरी कराउँछु। म को होला? Congratulations नन्दनी। मसँग 4वटा खुट्टा छ तर म टेबल होइन। मलाई सबैले घर-घरमा पाल्छन्। म भाउ भाउ आवाज निकाल्छु। म को? मलाई पनि म धनकी देवी हुँ। जुन घरमा सफा सुग्घर हुन्छ, जुन घरमा राम्रो बानी व्यवहार हुन्छ, म उहाँको घरमा बास बस्छु। म को होला? लक्ष्मी। कङ्ग्रेचुलेसन्स श्रीनिधि। मैले नेपाल सम्बत चलाएको हुँ। हरेक तिहारमा मलाई सबैले सम्झने गर्दछन्। शङ्खदल शङ्ख क्ल्याप गरिदिनुहोस् तिम्रो र फेरि सबैले तिहार कति दिन मनाइन्छ? तिहार 5 दिन मनाउँछ। रेमीलाई पनि धेरै धेरै बधाई छ। उहाँले पनि सही उत्तर दिनुभएको छ। हिन्दूहरूको दोस्रो महान चाड तिहार हो। यो 5 दिन मनाउँछौँ। 5 दिनमा पनि काग, कुकुर, गाई, लक्ष्मी, गोरु। ए भन मेरा भाइ हो। ए राम्ररी भन। ए सुर्मिला भन। आहा झिलिमिली झिलिमिली। आहा केको झिलिमिली। आहा बत्तीको झिलिमिली। आहा फुलैको झिलिमिली। आहा राम्ररी भन।
is going to share you about Nepal Samba. अनि त्यहाँ बस्ने राजालाई के भयो भन्दाखेरि धेरै चिन्ता हुन त्यसै गरी आफ्नो देशका जनताहरू पनि धेरै बिरामी भएको र मृत्यु भएको कारणले गर्दा राजाले सब भात खानेले भातै मात्र, रोटी खानेले रोटी मात्र, ढिँडो खानेले ढिँडो मात्र बिरामी भएको रहेछ। र एउटै मात्रै चिज खाने मान्छेहरू के भएको रहेछ बिरामी हुनुको साथसाथै उनीहरूको मृत्यु पनि भएको रहेछ। पहिला के भन्छ भन्दाखेरि भनेको नेपाल भाषामा के भन्छ सुनलाई मु भन्छ है। गयो भने धेरै जसोले सुनिँदैन भनेर आज अहिलेसम्म पनि सुनको लागेर धेरै अथवा भन्ने मान्छे कहाँ बसिरहेको थियो भन्दाखेरि पार्टीमा बसेर बसिरहँदाखेरि उनीहरूलाई बालुवा लिन आउनेहरूलाई सोधिन्छ त हजुरहरू कहाँनिर बालुवा लिन आउनु भएको भनेर सोद्धाखेरि उनीहरूले के भन्छ भने हामी भक्तपुरबाट यो बालुवा लिन आएको राजाले लिन पठाएको भनेर सुनाएपछि के भयो त भन्दाखेरि सत्ताधार शाखाले आफ्नो यसको विचार गर्न थाल्छ। उनीहरूको पनि उताउतातिर कोरोना रहेछ त्यही त गर है। गएपछि के भयो त भन्दाखेरि त्यसको 4 दिनपछि अर्पण भनेको थाहा छ है यसको बोक्नु त्यो सुन्दापछि के भयो आफ्नो लेखेको मान्छे बाहिरलाई चाहिँ नपाइने ऋणबाट मुक्त गरेको खुसियालीमा के गर्नु थाल्यो भन्दाखेरि नेवारहरूले नयाँ वर्ष अथवा न्यू दम गरेर मनाउन थाल्यो है। हाम्रो के हो पूजाको दिनदेखि के हुन्छ त 1146 न्यू दम सुरु हुन्छ। ल बालुवा के भयो भक्तपुरको चाहिँ बालुवा भयो अनि काठमाडौँको चाहिँ सुन भयो। तिहार उज्यालोको मात्र होइन प्रेम र परिवारको पर्व हो। गुड आफ्टरनुन, नमस्ते जोजलपा to our respected chairman Manoj Shrestha, Principal Nika Shrestha, my dear colleagues and all my dear students. Today we all are here for Tihar celebration. And today together we will enjoy today's program by singing, dancing and role play also. Tihar is celebrated for 5 days. And this Tihar is also known as Festivals of Lights and Flowers. And it is a Hindu celebration and it is celebrated all over Nepal and some parts of India. Each day of Tihar is dedicated to different animals and relationships. Crows, dogs, cows, ox, and finally the bond between brothers and sisters are said. आज म तपाईहरुलाई छठको बारेमा भन्न गइरहेको छु। मनाइने एक पर्व हो। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। छठ पर्व 4 दिन मनाइन्छ। स्वागत यहाँ सबैजनालाई तिहारको बारेमा आज म हामीहरूले मनाइने 5 दिनसम्म मनाइने दसैँपछिको दोस्रो महान चाड कार्तिक शुक्ल तृतीयाबाट सुरु भई कार्तिक शुक्ल तृतीयासम्म 5 दिन मनाइन्छ। किनभने यमराज आफ्नो बहिनीकोमा अतिथि ग्रहण गर्नको लागि 5 दिनसम्म बस्नु भएको हुनाले यस पर्वलाई यमपञ्चक पनि भन्दछ। यमपञ्चकको पहिलो दिन हामीले कागको पूजा गर्छौँ। कुकुरलाई चाहिँ लक्ष्मीलाई चाहिँ हामीले साँझमा बत्ती दियो बालेर
समुदायले चाहिँ भिन्न भिन्न प्रकारले चाहिँ भाइटिका मनाउँछौँ। के खेल्न बाँकी छ? हामीले के खेलेका छैनौँ? देउसी खेल्न बाँकी छ है।
बाई